60 लाखको गाडी किन्ने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने कति ब्याज तिर्नुपर्ने हुन्छ त ब्याङ्कलाई? अब हामीले जानौँ सुरुमा 60 लाखको गाडीमा कति लोन पाइन्छ? यदि छ भने चाहिँ 60% लोन पाइन्छ, भनेको 40% डाउन पेमेन्ट र 60% ब्याङ्कले लोन दिन्छ। यदि ओदर अरू गाडी छ भने चाहिँ तपाईँले कति लोन पाउनुहुन्छ? यदि पर्सन हुनुहुन्छ भने 60% र कम्पनीको हकमा चाहिँ के पाउनुहुन्छ? 80% सम्म लोन पाउनुहुन्छ। र 60% लोन मानेर चाहिँ अहिले जानौँ हामीले 5 वर्षको तपाईँले फाइनेन्सिङ पिरियड लिनुभएको छ भने चाहिँ 60% भनेको 60 लाखको 36 लाख हुन्छ। 36 लाखको तपाईँले 8.5%लाई ब्याज बुझाउनुहुन्छ भने चाहिँ सुरुमा तपाईँले पहिलो वर्ष 2,82,000, दोस्रो वर्ष 2,29,000 एराउन्ड र थर्ड वर्ष 2,71,000, फोर्थ इयर 1,08,000 र फिफ्थ इयर 39,000 रुपियाँ चाहिँ तपाईँले टोटल पेमेन्ट गरेर त्यसपछि टोटल पेमेन्ट हुन्छ चाहिँ तपाईँको 8,31,570 रुपियाँ इन्ट्रेस्ट पे गर्नुहुन्छ तपाईँले 5 वर्षमा। भने टोटल हुन जान्छ तपाईँको 36 लाख प्लस 8,31,000 गर्दाखेरि 44,31,000, 24 लाख र 44 लाख गर्दाखेरि चाहिँ 68,31,570 रुपियाँ 77 पैसा तपाईँको गाडीको कस्ट पर्न जान्छ। यदि तपाईँले जम्मा के छ 8.5% मा इन्ट्रेस्ट रेटमा पाउनु भएको छ भने, यदि तपाईँले 15% लाग्छ भने चाहिँ तपाईँले कति हुन्छ? 15% इन्ट्रेस्टको केसमा चाहिँ तपाईँको अराउन्ड 15 लाख रुपियाँ चाहिँ तपाईँले ब्याज मात्रै तिर्नुपर्ने अवस्था आउँछ।